Hello, it's me Subhu and welcome to my day 7. र आज हामी जाँदैछौँ आदिनाथ र जाल्पादेवी मन्दिर। मलाई चाहिँ आज भर्याङ चढ्दा कस्तो हुन्छ फिलिङ सेयर गर्न मन लाग्यो। अनि मलाई भर्याङ चढ्न चाहिँ एकदम सजिलो लाग्छ, बट दिस पार्ट यो पार्टमा पुग्दाखेरि चाहिँ यति गाह्रो हुँदैन मलाई। अझै पनि डे 7 भइसक्यो र पनि मलाई गाह्रो हुन्छ, आई नो, बट सक्छु भनेर चाहिँ म अघि बढिरहेको छु। आज चाहिँ मैले 45 मिनटमा नै कम्प्लिट गरिसकेको छु आफ्नो घरबाट चाहिँ। अनि आदिनाथ सरर घुमेर चाहिँ म जाल्पा देवी मन्दिरतर्फ चाहिँ लाग्दैछु। अनि यो जाल्पादेवी मन्दिर चाहिँ आदिनाथको काखमा रहेको छ, जहाँ चाहिँ एकदम सुन्दर र रमणीय भ्यूहरू देखिन्छ। यस्तो राम्रो भ्यू देखिएको थियो जाल्पादेवी जाने बेला, र यो जाल्पादेवी मन्दिर हो। यति राम्रो र आनन्द छ नि त्यहाँबाट देखिने यो मनोरम दृश्य, वाउ।